सृष्टि गर्नुभयो सुतारा सुन्छु गर्जन लाग्दो संसारमा तपाईँको संसार हो ईश्वरको संसार हो ईश्वरको संसार हो ईश्वरको अति महान संसार हो ईश्वरको एक अर्काको इज्जतलाई कायम राख्ने र मण्डलीलाई उचाल्ने किसिममा समाजमा र व्यक्तिगत रूपमा आफूलाई ठिक व्यवहारमा चलाउँछु भने के तपाईँहरू प्रतिज्ञा गर्नुहुन्छ? तपाईँले गर्नुहुन्छ। अनि हामी सुरुमा बुवालाई सुन्नुभयो, उहाँ हामी अहिले त घर लिनु आएको होइन भन्नुभएको छ। अनि यता अहिले तपाईँको आमाले हामी दिनु तयार छु भनेको छ, दुबईले पनि हामी पनि तयार छु भनेको छ। आमेन। अब त केही उपहार छ भने तपाईँहरू निकाल्न सक्नुहुन्छ होइन। हामी यसरी उपहार सारासार गर्नेछौँ। उपहार छ मलाई दिनुहोस्, म प्रार्थना गर्छु है। हालेलुया। परमेश्वर बुवा हामी पठाउँछौँ, पानी बजाइदिउँ हामी। यहाँ आएको रहेछ। पानी बजाइदिउँ। यस भेलाको समय अनिता र सुरज दुवैले गरिएको प्रतिज्ञा सन्दर्भमा प्रेमको र होइन विवाह गर्नको दुवै इच्छाको चिन्हको रूपमा दुवैले उपहार साथसाथ गरिसकेको छ। आमेन। अब उनीहरू चाहिँ अब के त म तयारी छु भनेर दुवैजनाले एकअर्कामा उपहार दिएर उनीहरूले प्रतिज्ञा गर्नुभएको छ होइन। अब चाहिँ अब यो यदि कुरा चाहिँ यति मात्रै हो होइन। अरू कुरा चाहिँ भाइले यो धेरै यो खाने चिज पनि अगाडि राख्नु भएको छ होइन। अनि त मैले फेरि सबैको अगाडि छोएर म होइन सुरजसँग विवाह गर्न म तयार छु भनेर तपाईँले यो समयहरू छोइदिनु होला होइन। सबै छोइदिनु सबैले ताली बजाइदियो।
हाम्रो विधि यो मङ्गली विधि चाहिँ यति मात्रै हो होइन। अब हामी विवाह कहिले गर्ने त्यो पछि हामी सल्लाह गर्नेछौँ होइन। अहिले हामी सबैजना मिलेर फेरि पनि उहाँको लागि प्रार्थना गर्नेछौँ। त्यो प्रार्थना गरिसकेपछि हालेलुया, हालेलुया।